निता कोइराला बहिनीले यहाँ गाडी चाहिँ सिकेर आफ्नै चलाउनु भएको उहाँले यो टर्निङमा अब चाहिँ मोड्नुपर्ने छ कसरी मोड्नु छ हेर्नुहोस् है। यही गाडीमा हामी यहाँ आएका थियौँ फिनटेक मेलामा र हेर्नु इजिली यता जानुपर्ने छ यसरी। अब यो काट्दै हुनुहुन्छ उहाँले मजाले सबै काट्नुभयो भनेपछि सी इज पर्फेक्ट ड्राइभर, पर्फेक्ट लेडी ड्राइभर। कट्यो हाई गर्दै यता मजाले कट्यो ल। ल अब हामी यता जान्छौँ। ल साथी बस, तिमी अगाडि बस त, म बस्छु, भाइरल बनाउँछु म अगाडि। सडक अलिकति यहाँको सिन पनि खिच्दै जानु पर्यो होइन। ल कुनामा बसौँ, त्यहाँ मेरो सामान छ त्यहाँ। ए यो ल को आउँछ नि हेरौँ है। भयो ल अगाडि अब हामी बढ्दैछौँ है। अब हामी यहाँबाट सिधै हल्का होइन त्यहाँ ओह्रालो थियो। अब हामी सिधै जान्छौँ कृषि विकास ब्याङ्कमा। यो हामी अहिले कहाँ छौँ? सानेपाको कता छौँ? झम्सीखेलतिर छौँ। छोइला खाएको मुख पिरो भइरहेछ। हाम्रो बहिनीलाई मैले चक्लेट दिएँ, चक्लेट खाइरहेछ नि त, धन्न यिनी पिरोबाट जोगिन्। ल बाटोको खिच्दैछौँ। ल हेर्नु यो काठमाडौँभन्दा सिधै जाउँ। काठमाडौँभन्दा ललितपुर एकदम सफा छ, निट एन्ड क्लिन छ। यो देखाइरहनु भयो हेर्नुहोस्, कहीँ कतै फोहोर छ त। पहिला हामी 51 सालमा आउँदाखेरि यस्तो चोकमा फोहोरको डुङ्गुरो हुन्थ्यो पहिला, अहिले छ छैन। ऊ साइकल लेन भनेर ऊ त्यहाँ हरियोमा हो, यहाँनिर साइकल लेन भनेर लेखेको छ है। साइकल लेन भए पनि यही हो बाटो, यसो साइडमा छोडिदिए। ल यो हामी यहाँ चोकमा रोकिरहेको अवस्था, अब चाहिँ अगाडि बढेको अवस्था है। त्यो खिच्ने मान्छे को भन्नु होला है, म अब लाइभमा छु। बानी घाटैमा किन काँडा रोप्यौनी निर्माया आउने बाटैमा भनेर यो गीत गाउँदै अब हामी जान्छौँ। उस्तै पऱ्यो भने मुस्ताङतिर कि कसो गाइज प्रतिक्रिया दिउँ त। ल अगाडि लेडी ड्राइभरलाई सिधै मुस्ताङतिर लैजानु भन्नु। हो ल मुस्ताङ गयो भने सिधै दायाँ बायाँ नलाग्ने पर्दैन। हाम्रो एरियाको वरिपरि आउनु लागिसकेको अवस्था। जाम भएन भने यहाँबाट कसरी पुगिन्छ? कति लाग्छ? कृषि विकास ब्याङ्कको मुख्य कार्यालयमा जाँदैछौँ हामी। अब जाम भएन भने त 5 मिनटभित्र पुग्छ। जाम भयो भने म बिचमा यो भिडियोलाई पौज गरिदिनु नि सक्छु है गाइज। लास्टै मोडमा भएको छौँ, किनभने पिरो हामीले सेकुवा छोइला खाइयो। छोइलासँग झ्वाइखट्टे चाहिँ हामी खाइएन कसैले नि। झ्वाइखट्टे आजकल अब मान्छेहरू नि कम हुँदै गइसक्यो। झ्वाइया त्यहीँ आफै भयो। गर सिधा दायाँ बायाँ लाग्यो भने खैरियत छैन यहाँ। सिधा कुरा। यहाँ योमा के पाउँछ? यहाँ यो के हो? खोइ राम्रै चिज पाउँछ भन्थे। मिठाई सम्बन्धी पसल हो क्या यो? कुसे व्हाइट गुम्बा आए जस्तो छ। होटल ब्रिटिस कलेज हो यो होला। ब्रिटिस कलेज हो त्यो चाहिँ हरियो गेटमा त्यहाँनिर लेखिरहेको छ। त्यो हरियो सिल्भर फन्टमा छ यहाँनिर। द ब्रिटिस स्कुल भनेर लेखेरै छ यहाँनिरै। द ब्रिटिस स्कुल हो, त्यसैको हो यो। नेपालमा बसेर ब्रिटिस बताइयो। त्यही त भाग्यमा लिएरै आएको रहेछ। नेपालमा बसेर ब्रिटिस स्कुल हुँदै हामी घुमिरहेको अवस्था छ। सरर वर्कसप राम्रो छ। अब राइट द वर्कसप के को वर्कसप रहेछ। ब्ल्याक पेपर क्याफे पनि रहेछ यहाँ।
अब ओह्रालो घुम्तीमा हामी छौँ। त्यसपछि हामी सिटी भ्यू अपार्टमेन्ट छ यहाँ अग्लो न अग्लो यो कता देख्नै मोबाइलले खिच्नै भएन। देखिएन हैन। घुम्तीमा नजाऊ है मायालु भन्दै यहाँ गीतमा हाम्रो गाडी अगाडि बढिरहेको अवस्था। लाइट त दियो लाइट दिएर नि हाम्रो बाटो छ, हाम्रै बाटो हाम्रै बाटो हो होइन? छ। अब हामी राइट ओह्रालोमा लाग्दैछौँ। लेफ्ट ओह्रालो भएपछि ठ्याक्कै ओह्रालो छ। लेफ्ट ओह्रालो राइट होइन सरी। त्यसपछि हामी बागमती पुल पुगेपछि हाम्रो विचार हुन्छ। न्युट सुपर बिया भोड्का खानी साथीहरू यहाँ आउनु होला। उडेर आउँछ यहाँ गाडी। उडेर आउनुपर्ने ठाउँमा उडेर आउँछ अनि सकिन्छ। मलाई यहाँ बाटो कतातिर लाग्नुपर्छ भन्ने तपाईँले थाहा हुनुपर्छ। सिधै अब यहाँबाट घुमे सिधै दायाँ बायाँ नलागिकन है। यहाँबाट सिधा 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 अघि यहाँबाट लेफ्ट गएको अब सिधै अब सिधा हामी जान्छौँ। कामदेवताको मन्दिर पछाडि हामी आइपुगेको अवस्था। यो कानेर फोन भइसक्यो यहाँ फेरि त्यो गाडीले नि स्लो गरिदिउँ, मैले पनि स्लो गरौँ। अप्ठ्यारो हुने क्या। कुरो ठिक छ किन हाम्रो अगाडि यो गाडी छ, क्रस गर्न सकिने अवस्था छैन। अब चाहिँ हामी अगाडि बढ्न सक्छौँ। आज बाटो खाली खाली छ। आज के छ स्टिल सिधा हो कि सिधा पनि हुनसक्छ राइट पनि सिधै हिँड्नु दाहिने दाहिने कुम्पन्डोलाई होइन? हिँड्ने नै राइट हो। होइन नि मेरो नि यहाँ पहिला पहिला हाम्रो एउटा आइटीको साहब प्रमुख यहाँ बस्थ्यो दिनाजको त के भन्छ अनि उसलाई सबै थाहा छ हामीलाई भन्दा। ल त्यही ठ्याक्कै गुरुद्वाराको छेउमा त्यहाँ जाम हुन्छ। अब अहिले थाहा पाउँछ यहाँ अहिले यहाँ राइट जाने गाडी पस्यो भने थाहा हुन्छ। सबै यो बाटो अन्डर कन्स्ट्रक्सनमा रहेछ। यहाँको बाटो यही हो। अघि आएको बाटो। बाटो यही रहेछ। यो बेलुन रेस्टुरेन्ट रहेछ क्या हो यहाँ? बेलुन छ नि त भाइ। रातो रातो बनाएको सबै। होला क्या दाइ। बेलुन क्याफेमा बेलुन क्याफे बेलुन क्याफे। म यहाँहरूलाई बागमती कस्तो छ त, बागमतीको पानी कस्तो छ त्यति बेलासम्म तपाईँहरू यो भिडियो चाहिँ हेरिराख्नु होला है। बागमतीको पानी चट्ट पहिला गाग्रीमा डुबाएर खान्थ्यो अरे, अहिले अब फिल्टर गरेर खानुपर्ने छ कि खान हुनुहुने छ कि खानु हुनेछ त्यो देखाउँछु है। अब आउनु लागिसकेछ गाइज, धैर्य गर्नुहोस् होइन। कामदेवताको मन्दिर आएर क्रस भइसक्यो। अब हामी ठ्याक्क बाटोमा कामदेवताको यो चोक हेर्नु। गाडीले छिर्यो। सिधै गएर लेफ्ट है यो गाडीले हामीलाई रोकेको अवस्था यहाँ पछाडि यो किन ब्याक गर्न खोज्यो? डिस्प्ले बोर्डभन्दा अगाडि ठाउँ नपुगेर यो गाडी लामो भएर यसलाई ठाउँ पुगेन। कामदेवता मन्दिर यहाँ म देखाउँछु। देखाइसक्यो ल। ए हो यो कामदेवताको ए हो। अब हामी लेफ्टतिर लाग्छौँ। कहिले काहीँ यहाँ आउँदा यहाँ गाडी बस्यो भने पुग्यो ओके ओके सर र ल खाली नै छ, जाम छ कि भनेको रहेनछ। अब हामी नजिकै नजिकै बागमती पुल नजिकै आउनु लागिसक्यो। बागमती पुल आउनु लागिसकेको अवस्था। यो जाम चलिन्छ नि अहिले यो बाटो पनि जाम। अब हामी ललितपुर जिल्लाबाट सीमा समाप्त गरी तपाईँलाई भने यहाँनिर काठमाडौँ जिल्ला बागमतीमा आइरहेछौँ। अब यी बागमती पुल यहाँबाट सुरु भयो। पानी देखाइदियो बागमतीको। अब बागमतीको पानी बागमतीको पानी खाने कि खाने खाने कि नखाने गइसक्यो हाम्रो जवानी। खै यहाँबाट बागमतीको पानी नै देखिन नदेखिने रहेछ ल। अहिले फेरि समात्ला पुलिसले बागमती। अब हामी यहाँबाट उता काठमाडौँ छुट्टो लाग्यो। यहाँ थापाथली चोकमा आयो। यो कडा चोक हो यो पुलिस होला। प्रहरीको एकदम राम्रो व्यवस्था छ ट्राफिकको यहाँ। अब यसरी रोकिनु परेन भनेपछि हामी कृषि ब्याङ्कमै छिर्ने भयो नि त पुगेर अगाडि।
पुरै नगरौँ न हाम्रो ड्राइभरै खता अनि जहाँ पाए त्यहीँ रोक्नै सक्दैन ट्राफिकले लेडी ड्राइभर देख्यो भने त्यसै ट्राफिक तर्सिँदैछ यहाँ फेरि पछाडि ट्राफिकमा सबै लेडी ट्राफिक मात्रै हुन्छ तिनीहरूको हब नै हो यो ब्याङ्कहरू त्यसलाई लेडिज ब्याङ्क ब्रान्च भने जस्तो यो लेडिज ट्राफिक बिट हो यो थापाथली बिट त्यो गाइज बुझ्नु होला कन्टेन्ट धेरै आयो एकैपटक धेरै भयो अरे गाइज फिडब्याक दिनु होला कमेन्टमा अब चाहिँ अड्कलेर गरौँला नि त होइन इएलइपिएचए एन्टी इलिफेन्ट इलिफेन्टमा नि मुसो भन्दै सुरु गरौँला अनि इलिफेन्टमा नि हात्ती भन्दै जाँदा धेरै कन्टेन्ट आउँछन् होइन जिराफसँग पनि जानुपर्छ त्यसपछि त्यहाँ अनि माउन्ट एभरेस्टसँग पनि पुगौँला यो कान्तिपुरका तथ्याङ्क कार्यालय यो जेन्जी आन्दोलनमा के आगलागी भयो भने चाहिँ यतै कता हो अब यहाँ थोरै ट्राफिक जाम परेको अवस्था थापाथली क्याम्पस आइसक्यो यहाँ सामाजिक सुरक्षा कोष राष्ट्रिय वाणिज्य ब्याङ्कको बिल्डिङ पनि यहाँ रहेछ खाद्य संस्था लिएर आइपुगेको अवस्था थापाथली क्याम्पस भानेश्वरमा घुम्नु हजुर अब हामी आइपुग्यौँ भद्रकाली मण्डला ल भद्रकाली दिउँ हजुर डिस्प्लेमा के छ त यहाँ डिस्प्ले बोर्ड राखेको छ अगाडि विद्युतको पोल छ यो विद्युतको पोलले त्यो डिस्प्ले बोर्डलाई डिस्टर्ब गरिरहेको नेपालको यो तारै तार छ हेर्नु यता नि तार छ उता नि कति राम्रो छ हाम्रो नेपाल भनेर यही तारले बताइरहेको छ होइन उसलाई हेर्नु तार ओ त्यो पछाडि देखेको रातो रातो त्यो सर्वोच्चको नयाँ बन्दै गरेको चाहिँ भवन त्यो आगलागी भवन उता आउँछ अहिले नयाँ बनिरहेको त पछाडिको रातो छाना भएको त्यो भद्रकाली मोड हो एक कार्य उसमा अब हामी टक्क रामसापथ प्रवेश गर्दैछौँ यहाँबाट यो सर्वोच्च अदालतको नयाँ बनिरहेको बिल्डिङ हो यो आगलागी भएको चाहिँ उतापट्टि हो नयाँ बनिरहेको हेर्नु नयाँ बनिरहेको सर्वोच्च अदालत घन्टाघर सहित घन्टीसहित आयो रामसापथ ल यतैबाट जाने हो ऊ कृषि विकास ब्याङ्कको डिस्प्ले बोर्ड टाढाबाट देखेर हरियो हरियो आयो सबै कृषि विकास ब्याङ्क हो है हामी यहीँ हो गन्तव्य यहीँबाट हामी द इन्ड गर्छौँ ल हाम्रो गाडी पनि मोडियो सी यू नेक्स्ट भिडियो है गाइस